हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। सबैजना स्वागत छ सागर ब्लग युट्युब च्यानलमा। आज हामी यहाँबाट काठमाडौँ जाँदैछौँ। यहाँ रामेछाप हुँदै यो ताम्रोकोसीको तिरै हुँदै चरीकोट दोलखा निक्लेर मुडे हुँदै काठमाडौँ पुग्नेछौँ। अहिले चाहिँ हामी यहाँ सरर बाटो भ्यू एकदम हेर्दै जान्छौँ गाइस। पुरै यो बाटो चाहिँ हामी फर्स्ट टाइम हिँड्दै हो। यहाँ चाहिँ पुरै ताम्रोकोसीको तिरै जानुपर्ने रहेछ। एकदम बाटो चाहिँ पिजे रहेछ, A1 रहेछ। ल फर्स्ट टाइम जान लागेको। यहाँबाट 235-40 किलोमिटर रहेछ काठमाडौँ। हामी यहाँबाट गएर यहाँ माथि चरीकोटमा बस्नु, त्यहाँबाट बिहान लाग्नेछ हामी चाहिँ। आज चाहिँ यहाँबाट यात्रा चरीकोटसम्म मात्र गाइज। ल भिडियो हेर्नु होला, मजाले रमाइलो छ भिडियो, भ्यूहरू बवाल देखिन्छ। हेर्नु होला गाइज। ल पेट्रोल छैन रे। अब हिँडेको कहाँसम्म पुग्छ त्यहीसम्म। ठुलबाबा ठुलमम्मी अगाडि बाटो यता हो कि सोध्नु पर्यो। अब खिम्ती पुल यात्रा सुरु।
चाहिँ तामाकोसी हामीले तलबाट माथि आएको छ यहाँ तल पुलबाट यो पुरा तामाकोसी हुँदै यहाँबाट चाहिँ सरर यताबाट आएर यो चाहिँ बबाल देख्दो रहेछ यहाँ ल सबैजना यहाँ आइसकेको छ ल ओइ चान्डो ओइ ल हेलो कहाँ आएको सानो तरिकोरी घुम्न आऊ ल यस्तो छ यहाँ चाहिँ भ्यूहरू चाहिँ बबाल रहेछ यहाँ डाँडा काँडा यहाँ चाहिँ ठाउँ त इमान रहेछ यस्तो तल यो तामाकोसी भयो अन्त माथि हामी यहाँबाट सरर यता जाने हो एउटा जिरी अब यहाँबाट 1 घन्टा जति जिरी पुगिन्छ त्यहाँबाट चाहिँ बास बसेर भोलि बिहान लगाइस् हामी भ्लग निरन्तर दिँदैछु तपाईँलाई बाटो बिच बाटोमा रमाइलो तालले पारी यो चाहिँ यो माझी गाउँ रे यस्तो लाग्यो छ यहाँ ल बामी पहाडमा ल फाइनली हामी बस्ने होटल चाहिँ हो होटल किङ ठ्याक्कै यहाँ आइपुग्यो यहाँ बसिरहेको छ यहाँको कुरा यहाँ चाहिँ अब खाना खाने व्यवस्था हुनेछ अब टल्लक्क खाना आइपुग्यो यहाँ टक्क लगाएर हाम्रो खाना आइपुगिसक्यो सानो खै तिमीले भाग खै सानोलाई सानो ये ओहो कहाँ आयो सानो कहाँ आयो सुसु गर्ने अछु हो ल अछु रे ल ल ल ल ओड्ने रे सानो ल ल ल ल सानो जाडो भर्यो ल यहीँ सानो दाजु र भाइ यहाँ पैसा यता आयो भाइ यहाँ हेलो अगर सानो हेलो पुराको पुरा हामी चाहिँ यहाँ छ पुरा चरीकोटमा होटलमा ह्याङ्ग छ यस्तो छ बाहिरको भ्यू यस्तो देखिरहेको छ यहाँ राति केही देखाएको छैन भोलि बिहान मात्रै देख्छ होला यहाँ भ्यू चाहिँ यहाँ यसको यहाँ माथि टपमा सबसे टपमा छ हामी चाहिँ 2टा रुम लिएको छ यहाँ चाहिँ यता पनि छ यहाँ हेलो यहाँ आमा ल रुम त बवाल छ नि यहाँ हेर्नु ल